हेर्नुहोस् यो महाकुलुङको चर्च गएर आएको बाटो यस्तो छ टाढा टाढा चर्च चाहिँ जानु पर्छ परमेश्वरको महिमाको लागि रमाइलो पनि छ भिडको बाटो यस्तो भिडहरू छ डेन्जर भिड आम्मामा ए हो बाटो ए भिडको बाटो चढ्दै चढ्दै हामी उकालो ओह्रालो गर्दै चर्चतिर जानुपर्छ परमेश्वरको महिमा गर्नको लागि शनिबारको दिन आज रोड पनि छ नि त ए भिडको बाटो खतरा छ भिड चर्च चाहिँ ओ माथि छ चर्चको बाटो यो ठाउँमा औषधि जडीबुटी पनि रहेछ यो फुल भनेको जडीबुटी हो अनि यो फुल खायो भने सुगर ग्यास्ट्रिक अनि चिनी रोग सुगर रोग लागेको मान्छेलाई पनि ठिक गर्छ तर हामीलाई थाहा छैन कतिपय कुराहरू यो भिडमा फल्ने यो फुल मान्छेहरू भारी बोकेर आउँदै हुनुहुन्छ हो भिडको बाटो त्यही हो माथि डाँडामा छ छुतो माथि हस्पिटल यस्तो रमाइलो छ डाँडा काँडा येशूको पछि म हिँड्न लागे दुनियाँलाई त्यागी क्रुसलाई बोकी येशूको पछि हेर्नुहोस् भिड म हिँड्न लागे पर्खदिन भिडको बाटो हेर्नुहोस् त यहाँबाट चढ्यो भने त पुग्छ त हटी पनि भेट्दैन होला कति ठाउँमा छ अहिले पनि सुसमाचार नपुगेको परमेश्वरको बारेमा थाहा नपाएको धेरै दुर्गमहरू नेपालमा अधिकांश ठाउँहरूमा छ चाहिँ तर परमेश्वरलाई महिमा भेटोस् धेरै छोराछोरीहरूले बलिदान दिएर परमेश्वरको बारेमा यी डाँडा काँडा सबै ठाउँमा सुसमाचार पुर्याइरहेका हेर्नुहोस्